एकजना मेरो मित्र हुनुहुन्छ पत्रकार, निकै नेपालको राजनीतिकलाई चाहिँ निकै नजिकबाट हेर्ने एकजना पत्रकार हुनुहुन्थ्यो। उहाँले चाहिँ मलाई के भन्नुभएको थियो नि, यो जेनजी आन्दोलनहरू सबै स्क्रिप्टेड हो भनेर भन्नुहुन्थ्यो। मैले पत्याएको थिइनँ। होइन, यो पहिला काङ्ग्रेस एमाले चाहिँ यो देशमा साह्रै गद्दार गरेर चाहिँ अहिले युवाहरू चाहिँ निस्केको हो, युवाहरूको हातमा दिनुपर्छ यो देश, साह्रै यिनीहरूले चाहिँ यो देशलाई चाहिँ कङ्गालै बनायो, नातावाद र कृपावादको मात्रै राजनीति गर्यो। होइन, यिनीहरू स्वस्फूर्त रूपले चाहिँ यो विद्यार्थी भाइ बहिनीहरू जेनजीहरू चाहिँ निस्केको हो भनेर चाहिँ मैले जबरजस्ती उहाँलाई पेल्नु खोज्दाखेरि चाहिँ उहाँले भन्दै थियो यो नो 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 यो स्क्रिप्टेड हो, यो पुरै आयातित बाहिरबाट ल्याइएको एउटा एजेन्डा हो, यो नेपालीले स्वस्फूर्त रूपले गरेको होइन भनेर उहाँले चाहिँ ग्यारेन्टी दिनुहुन्थ्यो क्या। त्यो कुरा चाहिँ अहिले आएर चाहिँ मलाई प्रमाणित भयो। र अर्को कुरा म के भन्न चाहन्छु भने जति पनि राजसभाको नेताहरूलाई केही कुराहरू गर्दाखेरि अरिङ्गाल जस्तो भएर खनिने मेरा मित्रहरू चाहिँ प्राय त विदेशमै हुनुहुन्छ है, तर स्वदेशमा नि उत्तिकै हुनुहुन्छ। उहाँहरू चाहिँ कहाँ जानुभयो होला कि अहिले जस्तै रवि लामिछानेजी होइन, राजसभाको सभापतिजी केही महिना अगाडि इन्डिया गएर फर्केको केही दिन पछाडि आज तक भन्ने च्यानलले अब यो भर्खरै हालसालै मात्रै आज तक भन्ने त्यो जुन आधिकारिक उहाँको पेजबाट चाहिँ नेपालको सिक्काबाट त्यो डलर त्यो कोइनबाट चाहिँ त्यो चुच्चे नक्सा निकालियो र त्यो कालापानी लिपुलेख लिम्पियाधुरा चाहिँ यो भारतको एउटा अभिन्न अङ्ग हो भनेर चाहिँ त्यो आधिकारिक पेजबाट लेखेको छ क्या। अब यसको बारेमा चाहिँ जति पनि जुन राजसभाका मेरा आदरणीय मित्रहरू सबहरू चाहिँ यसको बारेमा चाहिँ किन नबोल्नु भएको होला क्या। होइन, ज्ञानेन्द्र शाहजीले एकताल त्यो के अरे जापानमा गएर चाहिँ उहाँले त खास सत्य बोल्नु भएको रहेछ नि त। रक्सी खाएपछि सत्य बोलिन्छ, तर रक्सी खानु भएको त्यो छैन, त्यो आफ्नो ठाउँमा छ, तर उहाँले चाहिँ सत्य बोलेको रहेछ भन्ने कुरा चाहिँ प्रमाणित भयो नि। होइन, राजसभाका मेरो साथीहरू, यो देश, यो राष्ट्रिय अखण्डता र यो देशभित्रको धर्म संस्कार संस्कृति बचे पो हामी बच्ने होला नि त। त्यो नै छैन भने त हाम्रो के पहिचान भयो त? त्यो नै बचाउनु सकेन भने हाम्रो के अर्थ भयो त? यो बारेमा पनि मेरो मित्र राजसभाका साथीहरू, म पनि राजसभाकै हो, किन राजसभाको सरकार हो, सरकार छ अहिले नेपालमा। होइन, म उहाँको एउटा नागरिक हो। मैले त बारम्बार विरोध गरेको छु। केही दिन अगाडि नै मैले त्यो आज तकको त्यो आधिकारिक पेजको त्यो क्लिप लिएर चाहिँ मैले त्यो भिडियो बनाइरहेको छु। म त विरोध गर्छु। यो देश बचाउनुको लागि, यो राष्ट्रिय अखण्डता बचाउनुको लागि यो ज्यान गए पनि मलाई कुनै मतलब छैन, तर यो राष्ट्र बच्नु पर्यो, यो देश बच्नु पर्यो। यो देश बचे त तपाईँ हामीले राजनीति गर्नु पाउने होला नि त। के एकैचोटि लगेर बुझाइदिने हो। यो कुरा भन्नु चाहिँ मलाई कति पनि, म सेतोलाई सेतै भन्ने मान्छे हो, कालोलाई कालो भन्ने मान्छे हो। खालि तपाईँहरू हर्क साम्पाङको माथि खनिनुहुन्छ, बालन साकोजीको माथि खनिनुहुन्छ, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मैले भन्नु खोजेको है, त्यसरी खनिने होइन क्या। अब त हामी सचेत भएर निस्किनु पऱ्यो नि त।